हेर्नु न कस्तो मोदीले तारिफ गरेको छ नेपालको नेताहरूलाई। के लोग आप अंदाजा लगा सकते हैं कि ये जंगल राज वाले सरकार में वापसी के लिए क्यों इतने बेचैन है। इन्हें जनता की सेवा नहीं करनी, इन्हें जनता को लूटना है, लूटना। हाम्रो नेताहरूलाई जंगल राज भनेको छन् मोदीले, जंगल राजवाले। मोदीले त गलत भन्दैन नि, जस्तो छ त्यस्तो भनेको छ क्या। त्यही मान्छेले आफ्नो भगवान बनाएर पुजिरहेछौँ हामी नेपालीहरू। हामी नेपालीहरूले यस्तै भेडा भनिन्छ। आँखा भएर अन्धो हामी नेपाली। अब त आँखा खोल्नुहोस् हो, अब समय आयो। अब राजा लिएर आउनुहोस्, अब ढिलो नगर्नुहोस्। अब यो ढिलो गरेर देश सकिने काम नगर्नुहोस्, तर हाम्रो देश पनि बङ्गलादेश जस्तै होला। हेर्दै हुनुहुन्छ होला फेसबुकहरूमा, मोबाइलमा कस्तो छ बङ्गलादेशको हालत, कसरी भएको। त्यहाँको प्रधानमन्त्री त भाग्यो त। अहिले इन्डियाले त्यसलाई पनाह दिइरहेछ। मोदीले दुइटै केपी ओली र शेरबहादुर हेलिकप्टरमा भागेको थियो त, थिएन र। फेरि त्यही मान्छेहरूलाई विश्वास गर्ने जुन मान्छे समय पर्दा विद्यार्थीहरूलाई जान मारेर भाग्ने हेलिकप्टरमा। अनि चुनावको बेला फेरि त्यही मान्छेहरू आइरहेछ। भागेको थियो नि सब, शेरबहादुर केपी ओली भागेको थियो नि हेलिकप्टरमा। फेरि अब गाउँ गाउँ आउँदैछन्। अब यसलाई लखेट्नुपर्छ। अब राजा अगर हाम्रो राजालाई हेर्नुहोस् त, अहिलेसम्म देशमै छन् बसेको। त्यस्तै भाइ मारा भएको भए पुरा नेपालले भाइ मारा राजालाई भने, तर पनि हाम्रो राजाले देश छोडेनन्, एकचोटि पनि देश छोडेनन्। वास्तवमा भाइ मारा राजा भएको भए पुरा नेपालले थुथु जतिखेर गरिरहेको थियो राजालाई, त्यसले त देश छोडेर गइसकेको हुन्थ्यो नि। अरू देश किन गएन? साँच्चा देशभक्त यस्तै हो यार। एमाले काङ्ग्रेस माओवादी जस्तो हो र हामी यतिखेर पनि गिरगिर जस्तो रङ बदलिने। राजालाई देश र जनताको माया छ, नेताहरूलाई पार्टी र कार्यकर्ताको माया छ। त्यही भएर राजा राजा हो।